गर्भावस्थामा अल्ट्रासाउन्ड किन गरिन्छ? गर्भावस्थामा अल्ट्रासाउन्ड किन गरिन्छ? के यो बच्चाको लागि सुरक्षित हुन्छ कि हुँदैन? नमस्कार सबैजनालाई, म अभिषेक मेहता, स्टुडेन्ट अफ बिएससी एमआइटी थर्ड इयर इन चितवन मेडिकल कलेज, भरतपुर, नेपाल। आज हामी अल्ट्रासाउन्ड किन बारम्बार गरिन्छ, प्रेग्नेन्सीको अवस्थामा किन बारम्बार गरिन्छ र किन डाक्टरले यसलाई चाहिँ पटक पटक लेखिरह हुन्छ भन्ने कुरा स्पष्ट पार्नेछौँ है त। अल्ट्रासाउन्ड भनेको एक प्रकारका जाँच विधि हो। यसमा चाहिँ हाम्रो उच्च प्रविधिको ध्वनि प्रयोग गरेर, साउन्ड वेव्सहरू प्रयोग गरेर पेटभित्र रहेको बच्चाको इमेजहरू, तस्विरहरू बनाइन्छ। महत्त्वपूर्ण कुरा के हो भने यसमा एक्सरे, रेडिएसन जस्ता कुनै पनि रेडिएसनको खतरा हुन्न। यसमा खालि साउन्ड वेभ प्रयोग गरेर इमेज निकालिन्छ। पहिलो कारण अल्ट्रासाउन्ड गर्ने भनेको गर्भ पुष्टि गर्न। अल्ट्रासाउन्डले गर्भमा छ कि छैन पुष्टि गर्छ। बच्चाहरू पाठेघरभित्र छ कि बाहिर, हैन। इटोइक प्रेग्नेन्सी भन्ने पत्ता लगाउँछ। प्रारम्भिक अवस्थामा यो धेरै नै महत्त्वपूर्ण हुन्छ। अर्को कारण भनेको हाम्रो बच्चाको मुटुको धड्कन जाँच गर्न, हैन। अल्ट्रासाउन्डबाट बच्चाको मुटुको धड्कन देख्न सकिन्छ। बच्चाको जीवित र स्वस्थ छ कि छैन थाहा पाइन्छ। सामान्यतः 6-7 हप्तामा मुटुको धड्कन देखिन थाल्छ। 6-7 हप्ता, प्रेग्नेन्सीको 6-7 हप्ता बितेपछि बच्चाको मुटुको धड्कन चाहिँ अल्ट्रासाउन्डबाट चाहिँ देखिन थाल्छ। बच्चाको अब वृद्धिको जाँचको लागि पनि अल्ट्रासाउन्ड बारम्बार गरिरहेको हुन्छ। कतिको बच्चाको डेभलपमेन्ट भइरहेछ, भित्र के अङ्गहरू आइरहेछ कि छैन, हड्डीहरू बनिरहेछ कि छैन, हैन। डेभलपमेन्ट, ओभरअल डेभलपमेन्ट भनौँ न, बच्चाको वृद्धि जाँच गर्न अल्ट्रासाउन्डले बच्चाको आकार मापन गर्छ। वृद्धि सही रूपमा भइरहेछ कि छैन जाँच गर्छ। अनुमानित सुत्केरी मिति, एक्सपेक्टेड डेलिभरी डेट निकाल्न पनि मद्दत गर्छ। दोस्रो त्रैमासिक, हैन, एनोमली स्क्यान भनेको दोस्रो त्रैमासिक विद्युतीय जाँच गरिन्छ। यसमा चाहिँ मस्तिष्क, मुटु र मृगौला चाहिँ हेरिन्छ। बच्चाको मस्तिष्क, बच्चाको मुटु, बच्चाको मृगौला हेर्नलाई यो जाँच गरिन्छ। प्लासेन्टा र पानीको जाँच गर्न, हैन। प्लासेन्टा भनेको चाहिँ बच्चाले गर्भ अवस्थामा खाने जाने पाइप, हैन। न्युट्रिएन्टहरू सप्लाई हुने पाइप हुन्छ, एउटा पाइप जस्तो हुन्छ, त्यसलाई नै प्लासेन्टा भनिन्छ। जन्मेपछि त्यो काटिन्छ, हैन। त्यसको जाँच गर्न र पानी कतिको छ त्यसको जाँच गर्न पनि अल्ट्रासाउन्ड बारम्बार गरिन्छ। बच्चाको अवस्था अन्तिम महिनामा, हैन, बच्चाको अवस्था कस्तो छ, अब अन्तिम महिनामा अल्ट्रासाउन्ड किन गरिन्छ भने बच्चाको अवस्था चाहिँ कस्तो छ, सुत्केरी नजिकै जाँदा बच्चाको टाउको तल छ कि छैन, नाल अम्बिलिकल कर्ड घाँटीमा बाँधिएको छ कि छैन भन्ने कुराहरू जाँच गरिन्छ। के अल्ट्रासाउन्ड सुरक्षित छ? हो, अल्ट्रासाउन्डमा विकिरण हुँदैन। यो एक्सरे वा सिटी स्क्यान जस्तो हानिकारक हुँदैन। डाक्टरले सल्लाह अनुसार गरिएको अल्ट्रासाउन्ड सुरक्षित मानिन्छ। निष्कर्ष के हो भने गर्भावस्थामा अल्ट्रासाउन्ड सुरक्षित छ, आवश्यक छ। बच्चाको स्वास्थ्य निगरानी गर्ने महत्त्वपूर्ण माध्यम हो। त्यसैले अनावश्यक डर लिनु पर्दैन।